हेलो एन्ड वेलकम टु माई नेक्स्ट एपिसोड एभ्रिवान। नमस्ते हजुरहरू सबैजनालाई। र हामी चाहिँ यहाँनिर आज बिहानै एउटा नयाँ प्लान्ट देखेर चाहिँ बाबा र म एक्साइटेड भएर चाहिँ केयरफुल्ली यसलाई चाहिँ हामी यहाँबाट निकालेर चाहिँ गमलामा लाउने कोसिस गर्दैछौँ। अनि बाबाले चाहिँ केयरफुल्ली निकाल्नु हुँदैछ र म चाहिँ भिडियो सुट गर्दैछु। म चाहिँ गमला लिएर यहाँनिर आरामले बसिरहेको छु। बाबाले निकालिसक्नुभयो र मैले चाहिँ यहाँनिर अलिअलि लिभ्सहरू हालिदिएको थिएँ मुनिबाट। त्यो डिकम्पोज भयो भने चाहिँ फर्टिलाइजर राम्रो हुन्छ अरे नि त। यो चाहिँ फाइनल लुक हो। अन्त हामी चाहिँ यहाँनिर बाबा र म चाहिँ प्लान्ट खोज्दै हिँड्दैछौँ। यहाँनिर कहीँनिर राम्रो प्लान्ट देख्यो भने चाहिँ हामी लिएर चाहिँ घरमा लगेर लगाउनको लागि। र जाँदा यहाँनिर हामीले एउटा प्लान्ट देख्यौँ। प्लान्ट भन्दा नि यो फ्लावरिङ प्लान्ट हो। यो यसमा चाहिँ पुरा काँडा नाम चाहिँ याद छैन मलाई, समथिङ क्राउन कि मलाई त्यति नाम चाहिँ याद भएन। दामी फुल फुलिरहेको थियो र निकाल्ने कोसिस गरेको मैले, भएन। र बाबाले चाहिँ किन्डर जोयको हुन्छ नि त्यो फ्याँकेको, त्यसले किन आउनुभएछ फेरि। फाइनल्ली हामीले चाहिँ निकाल्यो। अनि मैले चाहिँ अलमन्डाको एउटा प्लान्ट पनि पाएँ कटिङ। अन्त लिएर जाँदैछु र त्यतिखेर मेरो पार्सल आयो। पार्सल रिसिभ गरेर चाहिँ म चाहिँ आउँदैछु यहाँनिर। अनि यो पार्सलमा चाहिँ मेरो के थियो भन्दाखेरि चाहिँ सु ऱ्याक, सानो, त्यति ठुलो नि होइन। अन्त बेलुकाको टाइममा चाहिँ मेरो काम हो फुलमा पानी हाल्ने। र आज चाहिँ मेरो त्यो बिहान जुन चाहिँ प्लान्ट ल्याएको थिएँ मैले त्यसलाई नै लगाउनु। अन्त यो चाहिँ मेरो अस्ति नै अर्कै कलरमा त्यही प्लान्ट होइन फ्लावरिङ अर्कै कलरमा ल्याएको थिएँ र त्यहाँ लगाएको थिएँ कटिङ। यो चाहिँ मेरो इङ्ग्लिस आइबिआर। अनि यो मेरो एस्टर चाहिँ फुलिसकेको थियो र यसलाई चाहिँ म बिउ राख्नुको लागि यहाँ मजाले बिउ हुनुको लागि चाहिँ रेडी भइसकेको रहेछ हो। त्यसलाई चाहिँ म तपाईँहरूलाई देखाउँदैछु ल, म कसरी राख्छु यसको बिउ चाहिँ भनेर हो। अन्तखेरि यहाँ हेर्नुहोस् न, मेरो यहाँनिर चाहिँ मैले क्याप्सिकम लगाएको थिएँ। यो र यो मेरो पिटुनिया डबल अहिलेसम्म फुलिरहेको छ। अन्त यो चाहिँ हेर्नु न, खालि यसरी बिग्रिन्छ, खालि यसरी। तपाईँहरूको पनि, मलाई अब फ्लावरिङ नाम चाहिँ याद छैन, म चाहिँ बटरफ्लाई भन्छु हो। मेरोमा अरू कलर पनि छ तर खालि यस्तो भएर ओभर वाटरिङ भएको हो कि के भएको, तपाईँहरूलाई थाहा छ भने कमेन्ट गरेर भनिदिनु होला। र यो मेरोमा अरू कलर पनि छ, मेरोमा वाइट पनि थियो, त्यो पनि त्यसरी नै मऱ्यो। यो चाहिँ कस्तो मिठो कलरको छ। अन्त त्यहाँदेखि जम्मैजनालाई मैले यसरी यो येल्लो चाहिँ यसरी मरेर म यसलाई चाहिँ निकालिदिन्छु भनेर बाहिर निकाल्यो। त्यहाँदेखि चाहिँ मैले स्टार्ट गरेँ कि अब यिनीहरू कलेक्ट गरेर राम्रोसँगले राख्नु पऱ्यो बिउ, अर्को पालिलाई सेफली भनेर चाहिँ यहाँ तपाईँहरूलाई पनि देखाउनु पऱ्यो भनेर नि। मजाले यसरी जुन चाहिँ फ्लावरिङ भएको छ यसरी म चाहिँ एन्भलपमा हालेर राख्छु नि, के बाहिरबाट नाम लेखेर राख्यो भने चाहिँ राम्रो हुन्छ। यो चाहिँ मेरो फर्टिलाइजर जुन चाहिँ मैले त्यो रिमुभ गरिसकेकोमा अलिअलि फर्टिलाइजर हाल्छु। यो चाहिँ फर्टिलाइजर के को हो भन्दा चाहिँ काउ डङ। म चाहिँ काउ डङ र फङ्गिसाइड हुन्छ नि त्यो अलिअलि युज गर्छु। अन्त त्यहाँदेखि चाहिँ मेरो चाहिँ कलेक्ट गरेको यति बेसी कलेक्ट भयो, अर्को पालिलाई ज्यादै हुन्छ। यो मैले प्लान्ट पनि लगाइसकेँ यहाँनिर। अब मेरो फाइनल काम हो पानी लगाउने जम्मै प्लान्टमा। अनि म चाहिँ यहाँ चेक गर्दै थिएँ, मेरो यहाँनिर चाहिँ गदावरी थियो नि त वाइट। अब यसको जम्मै बिउ राख्ने बेला भइसक्यो र म चेक गर्दै थिएँ कति आएछ। अनि यहाँनिर हेर्नु न, सानो प्लान्ट, नाम त याद छैन। यो हो मेरो फर्टिलाइजर र म यो फर्टिलाइजर दिन्छु अब सबैमा।